साथी भेट्दा त्यो माया खास हुन्छ आज तिम्रो सिरुवारी बास हुन्छ लौ जा अब हामी जाँदैछौँ यहाँ माथि 1 घण्टा हुनु 15 मिनेट छ है हामी यहाँ 2 घण्टा हुनु बाजे हजुर किन ढिलो गरेको त ए हेलो आन्टीहरू त अगाडि बढ्नु भएछ हेलो खै कता ल हाई भाइजू गोटु भेना मलाई राख्न त्यहाँ प्लिज मलाई राख्न प्लिज लभ गर न हेलो केही सुझाव दिनुहोस् न कस्तो रहेछ यो अध्यक्ष ज्यू त न्यानो न्यानो ज्याकेट लिएर आइ कि ओहो हेलो पत्रकार हेलो 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 यता हो हेलो 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 स्टार्ट गर्दैन मेरो ब्लग अब हामी चाहिँ कहाँ जाँदा लागेको छौँ भने मेरो चाहिँ अब बसमा चढ्न भनेर गाइज हेर्नु दुईटा बस छ यो बसमा नन स्टप यस्तो रमाइलो भयो उताको चाहिँ सुनसान के थाहा तिमीले कसरी थाहा पायो तिम्रो सुनसान भनेर केही साउन्ड हामी भित्र भित्र रमाइलो गऱ्यौँ म चाहिँ गाइज निशा दिदीको भ्लग कन्टिन्यू चाहिँ यहाँबाट नि गरिदिन्छु होइन ओके अनि त्यसपछि कोपट्टि रमाइलो भयो हस् हस् मैले भिडियो बनाएन के म बाबुलाई नानीलाई हेर्दैछु भिडियो बनाउँछौ त हामी गऱ्यौँ हामीले नि लान्टी गीताइदिनु त साथी भेट्दा त्यो माया खास हुन्छ आज तिम्रो सिरुवारी बास हुन्छ सबैले पोका लिएन नानी बल्ल आए हामी खोज्दै हिँडेको रमाइलो छ गाई म त आन्टी लगाएर भन्न ठिक छ तिम्रो के छ खबर सटपटको आन्टी लबर बोल्नै भएन गहुँ गोरो रहेछ नि छाला 32 मुजा परेछ गालामा छोप्दिने मान्छे नभएर क्या ए मान्छे आउँछ न चुरीमा फुरीले लैजाला नि चैताको हुरीले होइन के खाने चिसो त अलग्गै हो कि फेरि चिसो खाने खाने हो कि रेड बुलहरू कोक खाने ल साली र भेनाको कोक हामीले खाइदिउँ ल फोरम साली छुच्ची साली कति छुच्ची साली हो भेनाको कोक पनि खाइदिउँ ल चर्स लौ जा खाइदिउँ दिदी खाइदिउँ ल ल खाइदिउँ खाइदिउँ
खाइदिन्छु अब गाडी लाग्छ खाइदिन्छु ब्याटी हुनुहुन्न नि यो तिम्रो हो ए तिम्रो हो ल भन्छ सालीको खाइदिउँ न त खाइदिउँ न ओ भिना साली मिलेका अरे हात धुन गयो भने चक चक Oh my god! Oh, nice catch, Bena. हामी चाहिँ सुरु भइरहेको यो माथि चाहिँ दुईवटा रहेछ यता गाउँ के स्वागत गर्न आउँदै हुनुहुन्छ यहाँ छ हाम्रो टिम दुईटा गाडीलाई बनाएर चाहिँ क्या हैन हो Ngagin! Babu! बोक्ने नबोक्ने
मलाई नबोक्ने यत्रो मान्छे अटेर गयो गाडीमा बाख्रा चरा हो बाख्रालाई बारी पोस्ट अफिस आइपुग्यो भने त अझै आइपुगेको रहेनछ हामी चाहिँ हिँड्दैछौँ एकदम राम्रो छ गाउँ र एकदम सफा पनि दहरे देउराली ठुम्रो जुरो कता जाने भोलि हामी यता जानुपर्छ हाम्रो तलबाट त्यस्तो नदेखेको यहाँ आएपछि त धेरै रहेछ है मुस्ताङ जस्तै अलिअलि
कार्यक्रममा आसनहरूको लागि जोड्न चाहन्छु उहाँसँगै म्याम आउनु भएको छ यहाँ नाम टिप्पणी भएको छैन म्यामलाई पनि म यो कार्यक्रममा हार्दिक स्वागत भन्न चाहन्छु उहाँको मजी आउनु भएको छ यहाँलाई पनि म यो कार्यक्रममा आसनहरू लागि जोड्न चाहन्छु त्यसै गरेर स्याङ्जा जिल्लाको चाहिँ एसपी हुनुहुन्छ आदरणीय दधिराम न्यौपानेज्यू यहाँलाई पनि म यो कार्यक्रममा आसन गर्नको लागि जोड्न चाहन्छु समाज यस समाजका अध्यक्ष हुनुहुन्छ आदरणीय पम्प कुमारी थापाज्यू यहाँलाई पनि हार्दिक स्वागत भन्न चाहन्छु त्यसै गरेर उपाध्यक्ष हुनुहुन्छ विष्णुमाया खाम्चाज्यू यहाँलाई पनि हार्दिक स्वागत छ सचिव हुनुहुन्छ प्रेमकान्त थापाज्यू स्वागत छ त्यसै गरेर कोषाध्यक्ष हुनुहुन्छ कमला थापाज्यू यहाँलाई पानी तनहु समाजबाट आउनुहुने हाम्रो 69 जनाको टिम आउनुभएको रहेछ यहाँहरूलाई एकमुष्ट रूपमा हार्दिक स्वागत भन्न चाहन्छु गाउँ पर्यटनको सुरुवात भएको र यो एउटा होमस्टेको कन्सेप्ट ल्याउनुहुने व्यक्तित्व हुनुहुन्छ भूपू सांसद स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ उहाँ इन्डियन आर्मी हुनुहुन्थ्यो 32 वर्षसम्म चाहिँ उहाँ भारतीय सेनामा आफ्नो जीवन ज्वानी व्यतीत गर्नुभयो 2035 सालमा उहाँ रिटायर भएर आउनुभयो र आफू जन्मेको गाउँलाई एउटा पर्यटकीय गाउँ बनाउनको लागि उहाँ निरन्तर खटिनुभयो त्योभन्दा अगावै पनि छुट्टीमा आउँदाखेरि यहाँको विद्यालयहरूमा जाने पढाउने यहाँको चाहिँ हरेक समुदायका चाहिँ आफ्नो उमेर समूहकोहरूलाई चाहिँ सम्झाउने यहाँका युवाहरूलाई चाहिँ पढ्नलाई प्रेरित गर्ने त्यस्तो खालको चाहिँ कामहरू गरिराख्नुहुन्थ्यो
हामी चाहिँ घुम्न जाँदैछौँ। ग्याङ मासतिर गइसक्नुभयो, हामी चाहिँ भर्खर सुरु। वाउ, सनराइज भइरहेको छ। हेलो, ए भन्नै आउँदैन क्या, ठाडै छ दुकालो त। पुगिन्छ जाने ठुलो हाइकिङ। ए यहाँबाट गाउँ देखिने रहेछ नि। यो हो सुरुबारी गाउँ, स्याङ्जा जिल्ला। ओहो, लाली गुराँस पनि पाउँदो रहेछ। वाउ, आउँदै हुनुहुन्छ? ओहो, फर्स्ट हुनेहरू तपाईँहरू। हाम्रो गाउँको ढुङ्गे थाक्टी आइपुगेछ। अब त हामी यहाँबाट त अब हामी गाउँमै पुग्छ जस्तो। हामी चाहिँ भोक लाएर यहाँ पेट पूजा गर्न लागेको। यहाँ पनि एउटा सुन्दर गाउँ रहेछ। यो चाहिँ कसै ढुङ्गा फिल्म सुटिङ भएको ठाउँ रे है। ओहो, यस्तो रहेछ। सबैजना कहाँ उहाँ पुग्नुभयो, म चाहिँ यसो खाँदै हाम्रो डेस्टिनेसनमा पुग्न अझै
यो ठाडो उकालो भन्नुहुन्छ ओहो के हामी चाहिँ अहिले श्री अखण्ड अग्नि यहाँ चाहिँ अब हामी जाँदैछौँ यहाँ माथि श्री दहरे देउराली मठ उचाइ 2200 सेन्टिमिटर ओहो के हो श्री पवन पुत्र हनुमानजी अब हामी जाँदैछौँ यहाँ माथि 1 घन्टा हुनु 15 मिनेट छ है हामी यहाँ 2 घन्टा हुनु अब त्यहाँ माथि सिँढी हो ठाडो सिधी ओहो वहाँ माथि कसै जाने हो कि खै हाम्रो पार्टी त ए आउँदैन हुन्छ ओहो लालेको राज तर सकिसकेछौँ हामी आइपुग्न लाग्यौँ फर्स्ट ल आइपुग्यौँ भर्खर बन्दै रहेछ हौ बन्द रहेछ हाम्रो त झन् तल हो कति तल पो हो त हाम्रो कोठा त ये लाली गुराँस निर फुलेछ वनमा मेरो स्वर अलिक कोइलीको जस्तो छ क्या बाजेको डान्स पनि फेरि खतरा हामी हामी चाहिँ यहाँ पुगेर यहाँ अझै आइपुगेन अझै पुगेन जाँदैछौँ त्यहाँ पुग्नुभयो हामी यहाँ उहाँहरू आउँदै हुनुहुन्छ ओहो के हामी चाहिँ भ्यू टावरको माथि जाउँ कता खिच्दिनु सिरुबारी भ्यू टावरबाट देखिने भ्यू तर अलिकति मौसम नहुनुको कारण चाहिँ आजले धमिलो धमिलो नै देखिरहेछ ओहो हामी त आउनु आन्टी आउनु आउनु त्यस्तो चप्पल लाएर कति घन्टाको उकालो पुगेर आइपुगे हेलो माथिबाट भ्यू देखाउँछु भनेको त तल आइसकेको छ टिभी बस पोखरामा टिभी बस स्पोर्टेड पोखरा लामा छ For the first time. Wow, कस्तो राम्रो फुल। Ini dia kan nanti sih. Ini dia kan.
बाई बाई